इतिहासको त्यो खण्ड जहाँ भूगोल टुक्रा टुक्रामा विभाजित थियो, साना साना राज्यहरूका आफ्नै सीमा र आफ्नै सङ्कुचित सपनाहरू थिए। तर विक्रमसम्म 1779 को पौष 27 गते गोर्खाको माटोमा एउटा यस्तो ताराको उदय भयो जसले छरिएका झुण्डहरूलाई एउटै सूत्रमा गाँसेर विशाल नेपालको माला उन्दै थियो। उनी थिए नरभूपाल शाह र कौशलावतीका सुपुत्र पृथ्वीनारायण शाह। मात्र 20 वर्षको कलिलो उमेरमा राजगद्दी सम्हालेका यी तन्नेरी राजाको आँखामा सत्ताको लोभ होइन, राष्ट्रको भविष्य थियो। चन्द्रसूर्य अङ्कित झण्डामुनि 52 थुम र 2224 राज्यलाई गाभ्ने उनको अठोट सजिलो थिएन। नुवाकोटको पहिलो हारबाट पाठ सिक्दै बनराज पुगेर हतियार र रणनीति बुझ्दै उनले कश्यप गोत्र धारण गरी राष्ट्रिय धर्मको रक्षाको कसम खाए। कीर्तिपुरको लडाईँ होस् या मकवानपुरको विजय, सिन्धुली गढीमा अङ्ग्रेजलाई धुलो चताउने वीरता होस् या उपत्यका विजयको कूटनीति, पृथ्वीनारायण शाह जति वीर थिए त्यति नै दूरदर्शी पनि। उनले नेपाललाई 4 जात 36 वर्ण जातको साझा फुलबारी भनेर परिभाषित गरे। आज हामी जुन सार्वभौम नेपालको गर्व गर्छौं त्यसको जग उनले नै रगत र पसिनाले हालेका हुन्। हो, इतिहास सधैँ सरल हुँदैन। एकीकरणका क्रममा भएका कठोर निर्णयहरू र भक्तपुर कीर्तिपुरका केही नमिठा पाटाहरूलाई इतिहासकारहरूले आफ्नै शैलीमा व्याख्या गरेका छन्। तर उनले थालेको महायात्रा उनका उत्तराधिकारीहरूले टिस्टादेखि काँडासम्म पुर्याए। सन् 1814-16 को एङ्ग्लो नेपाल युद्ध र सुगौली सन्धिको घाउले हाम्रो विशाल भूभाग खुम्साए पनि हाम्रो अस्तित्व कहिल्यै झुकेन। जङ्गबहादुरको पालामा फिर्ता भएको नयाँ मुलुक र आज नेपाल सबैको शिरमा पृथ्वीनारायण शाहको अदृश्य आशिष छ। विक्रम सम्वत 1831 माघे संक्रान्तिका दिन 52 वर्षको अल्पायुमै उनले देवीघाटमा देहत्याग गरे। शरीर विलय भयो तर उनको विचार दिव्य उपदेशका रूपमा आज पनि जीवित छ। आज 304औं पृथ्वी जयन्तीको यस पावन अवसरमा ती महान एकताका प्रतीकप्रति हाम्रो श्रद्धा सुमन। देश रहे मात्र हामी रहन्छौँ। राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको हार्दिक मङ्गलमय शुभकामना। मादलै नरहे, मादलै नरहे, कति राम्रो बिहानी पख घामको रेखी हो, सभ्यता पहिलो संसारमा पहिलो हिमाल देखी हो। बिउझौला कहाँ पूर्वको पहिलो उज्यालै नरहे, उज्यालै नरहे, उज्यालै नरहे। नेपाली हामी रहौँला कहाँ नेपालै नरहे।